र यसलाई चाहिँ हामीले कसरी निवारण गर्न सकिन्छ र यसको लागि उपायहरू के छन् थोरै छोटकरीमा हामी कुरा गर्छौँ र मनोसामाजिक परामर्श भनेको के हो र यसको चाहिँ फाइदाहरू के छ भन्ने कुरा पनि कुरा गर्छौँ है त। सो मानसिक स्वास्थ्य पनि इम्पोर्टेन्ट भयो भने चाहिँ कुरा गऱ्यौँ हामीले भर्खर कसैलाई भएको छ इक्जाम आउनु थाल्यो मन एकदमै आत्तिरहेको छ सुत्नु सकिरहेको छैन अनि मुटु ढुकढुक गरेर बसिरहेको छ त्यस्तोहरू कसैलाई भएको छ मलाई चाहिँ भएको छ मलाई चाहिँ हुन्छ भएको छ नि किन धेरैले भएको छ नि यो यसलाई भन्छौँ हामीले एङ्जाइटी डिसअर्डर भन्छ तपाईँहरू हल्नुहुन्छ तपाईँहरू बेहोस भएको जस्तो हुनुहुन्छ तपाईँहरू कराउन थाल्नुहुन्छ आत्तिन थाल्नुहुन्छ भनेपछि त्यो चाहिँ हेर्ने बेलामा ओहो यसले के नाटक गर्यो होला है के नाटक गरिरहेको छ नि यसले त ओहो यो त हेरे यसले त नाटक मात्रै गरिरहेछ भन्ने होइन त्यो साँच्चीकै नै रोग हो त्यो उसलाई गाह्रै भइरहेको हुन्छ है त्योहरू तपाईँले थाहा पाउनु पऱ्यो आफूलाई धेरै गाह्रो कस्तो गाह्रो यस्तो गाह्रो भयो भनेपछि आफैमा आफूले कन्ट्रोल गर्न सक्नुपर्छ अरूको कुरा सुनेर आफूले आत्तिनु हुँदैन र आफ्नो मनलाई धेरै सोच्नु हुँदैन र नमस्कार मेरो नाम आयुषी राहुल कक्षा 10 की छात्रा। हामीहरूले धेरै आत्तिनु हुँदैन अनि कसैलाई कुनै डिप्रेसन छ भने उसलाई जिस्काउनु हुँदैन अनि परिवारहरूसँग घुलमिल हुन सिक्नुपर्छ आफ्नो मनमा लागेको कुराहरू साथीहरूसँग सेयर गर्नुपर्छ कसैलाई कुनै कुराको गाह्रो छ भने उसलाई जिस्काउनुको साटो उसलाई त्यो कुराको बारेमा राम्रोसँग सम्झाउनुपर्छ अनि हामीलाई कुनै अप्ठ्यारो लक्षणहरू मानसिक स्वास्थ्य सम्बन्धी कुनै लक्षणहरू देखियो भने टिचरलाई या हस्पिटलमा गएर परामर्श गराउनुपर्छ। नाम खगेन्द्र पाण्डे जस्तो अरूलाई केही गाह्रो भयो भने त्यति बेला उसलाई अस्पताल लैजाने अरूलाई जिस्काउनु साटो उसको सहयोग गर्ने। म यज्ञराज भट्ट वास्तवमा हाम्रो विद्यार्थीहरूलाई आज जुन किसिमको मनोसामाजिक परामर्शको रूपमा कार्यक्रम आयोजना गरिएको छ विद्यार्थीहरू अत्यन्तै हर्षित मुद्रामा कार्यक्रम सुनिरहेका छन् लालायित भएका छन् ताकि हाम्रो विद्यार्थी भाइ बहिनीहरूले यस्तो किसिमको समस्याहरू आफूमा आउँदा यो मानसिक रूपमा आफूलाई समस्या आउँदा सबभन्दा पहिला नजिक भनेको त घर परिवार छ आमा बुवा हुनुहुन्छ त्यसपछि नजिक भनेको विद्यालय छ विद्यालय परिवार शिक्षक आदरणीय शिक्षक हुनुहुन्छ त्यस्तो समस्या भएमा उहाँहरूले शिक्षकसँग राख्न सक्नुहुन्छ र त्यसपछि यो हस्पिटलहरूमा मनोसामाजिक परामर्श कक्ष हुन्छ र त्यता गएर पनि विद्यार्थीहरूले अथवा समस्यामा परेका व्यक्तिहरूले आफूलाई सहयोगको रूपमा लिन सक्नुहुन्छ भन्ने कुरा हजुरहरूको टिमबाट विद्यार्थी भाइ बहिनीहरूले जानकारी लिएका छन्। अत्यन्तै हामी खुसी छौँ ताकि विद्यार्थी भाइ बहिनीहरूले अनि आफूलाई समस्या पर्दा अथवा आफूलाई त्यस्तो किसिमको कुनै समस्या आउँदा मेन्टली समस्या आउँदा त्यस्तो किसिमको समस्या पर्दा विद्यार्थीहरूले आफूलाई सबल बनाउन सक्नेछन् सहयोग लिन सक्नेछन् भन्ने अपेक्षा लिएका छौँ। धन्यवाद। हामीले बोइलपटा प्रादेशिक अस्पतालबाट साफे बगरका 3वटा माध्यमिक विद्यालयहरूमा चाहिँ मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा हुने विकारहरूको बारेमा हामीले 8, 9, 10 कक्षाका विद्यार्थीहरूलाई एउटा सानो सेसन हामीले चलाएका थियौँ। सेसन चलाइसकेपछि चाहिँ हामीले विद्यार्थीहरूमा चाहिँ मानसिक स्वास्थ्य भनेको के हो र मानसिक समस्या परेमा मनोसामाजिक परामर्शको महत्त्व कतिको छ र त्यसको परामर्श लिनका लागि चाहिँ हाम्रो अस्पतालमा आउनेछन् भन्ने चाहिँ हामीलाई आशा छ।